यति एक्साइटेड छु नि थ्याङ्क गॉड त्यो के कुरा हुनसक्छ म यति एक्साइटेड भएको एकैछिन ल हाम्रो च्यानलमा आइसक्नु भएको छ भने एजुकेसनल ब्लगर युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु होला र म एक्साइटेड हुनुको राज चाहिँ के छ भनेपछि म बताउँछु है मैले चाहिँ किताबहरू भन्ने एपबाट एउटा पेजबाट मैले किताबहरू मगाएको थिएँ जसमा 10वटा बुकहरू थियो मैले रिच एन्ड पुअर ड्याड गरेर 11 मतलब 10वटा बुक अनि रिच एन्ड पुअर ड्याड गरेर मैले 11वटा बुकहरू मगाएको थिएँ कि ठ्याक्कैले पार्सल आयो कि म यति एक्साइटेड छु नि म वेटिङमा थिएँ कि कहिले आउँछ भन्ने मैले युट्युबमा देखाएको थिएँ यो बुक चाहिँ एकदम के अब म अनबक्सिङ गर्छु है त म एकदमै एक्साइटेड छु बाउरे थ्याङ्क गॉड माई गॉड ओके म अनबक्सिङ गर्छु है यतै मेरो नाम हेर्न सक्नुहुन्छ है ल हेर्नु मेरो नाम लेख्या छ यता खगन्ती बोरा अनि त्यो नम्बर नै लेख्या पार्सल गर्दाखेरि सजिलो हुन्छ भनेर म अनबक्सिङ गर्छु है त कुन ठाउँबाट गरौँ सुरु चाहिँ ओके मन यस्तो ढुकढुक भइरहेछ गड अलि ध्यानले काट्नुपर्ने छ है ल हेर्न सक्नुहुन्छ मैले बुकको कुरा गरिरहेको थिएँ फाइनली मैले बुक हे गड फाइनली मेरो हातमा बुकहरू सबै छ म अनबक्सिङ गरिरहेको छु सबै निकाल्छु त्यसपछि एक एकको नाम पारेर सुनाउँछु है Oh my god, my books. कति मेहनत मेरो मेहनत त लाग्छ यसलाई पढ्नमा हजुरहरूलाई बुझाउनमा हेर्नु त रिच एन्ड पुअर ड्याड ओ माई गड फर्स्ट अफ अल रिच एन्ड पुअर ड्याड अनि यो चाहिँ आफैमा विश्वास गर्नुहोस् सेल्फ कन्फिडेन्स तार्किक चिन्तन तथा तर्कविधि तार्किक चिन्तन तथा तर्कविधि हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम विश्व प्रसिद्ध बुकहरू हो नि त यो इङ्ग्लिस मिडियममा थियो पहिले चाहिँ अनि मैले युट्युबहरूमा हेरिरहेको थिएँ यो बुक पढ्न पाएपछि भन्ने मैले कति खोजिरहेको थिएँ है बट मैले उता थिएँ नि त पहाडमा थिएँ मोडलपुरा उता पाउँदैन खास यस्तो बुकहरू उता लगिरहेको हुँदैन मगायो भने मात्रै हो अनि पाउँदैन सो मैले कस्तो कि कुनै दिन म पढ्छु जस्तो लागिरहेको थियो कि म यता आयो भने पढ्छु जस्तो लागिरहेको ठ्याक्कै मैले हेर्नु न मैले पाएँ म यति खुसी छु एटिट्युड इज एभ्रिथिङ 3 है शक्तिका 28वटा नियम 28 भन्दा के आइरहेछ 48वटा नियमहरूलाई हेर्न सक्नुहुन्छ यदि तपाईँलाई पनि बुक चाहिन्छ भने मलाई मेसेज गर्नुहोला म यसको लिङ्क पनि राखिदिउँला हस् है सोच्नुहोस् र धन्य भन्नुहोस् हेर्न सक्नुहुन्छ कतिवटा बुक भयो 5वटा गइसक्यो 6वटा अझै मसँग बाँकी छ तपाईँको अवचेतन मनको शक्ति हेर्न सक्नुहुन्छ यो अर्को बुक बेबिलोनको सबैभन्दा धनी मानिस हेर्न सक्नुहुन्छ त्यसै गरी अर्को बुक हेर्नुहोस् टक द टक म यति खुसी छु म भन्न नै सक्दिनँ के माई गड मैले खोजेको सबै बुक मेरो अगाडि आउँदा माई गड धनलाई आकर्षित कसरी गर्ने त यो बुक एकदमै विश्व प्रसिद्ध बुकहरू हुन् कि यो 10वटा बुकको एकदम त्यो सेड्युल नै थियो कि एकपछि अर्को मिलाएर सेट गरेर एउटा सेट नै बनाउनु भएको थियो कि सो मैले देखेँ तपाईँ पनि लिडर बन्न सक्नुहुन्छ ओ माई गड यो चाहिँ इङ्ग्लिसमा लेखेको बुकहरू खासमा हेर्न सक्नुहुन्छ अनि यसलाई नेपाली भर्जनमा कन्भर्ट गर्नुभएको कि यो अनि मैले चाहिँ भेटाएँ फेसबुकतिर अनि अर्डर गरेको बल्ल पुग्यो आज कहिले अर्डर गरेँ भन्दाखेरि हिजो अस्ति कुरा मतलब तेस्रो दिन अर्डर गरेको तेस्रो दिन पुग्यो यो काठमाडौँदेखि त्यो प्लेनमा यता पठाउनु भएको रहेछ अनि धनगढीमा उता यसकै अफिस रहेछ अनि उहाँको त्यसमा काम गर्ने मानिसले डेलिभरी गरेर अहिले मलाई पुगाइदिनु भयो क्या
एकदम राम्रो लाग्यो। डेलिभरी फ्री छ। पैसा भने बुकको मात्रै पैसा लिनुभयो उहाँले। बुकको पनि एकदमै कि यो बुकहरू एकदमै महँगो थियो नि। यो 10वटा सेटको बुकहरूको थियो अलमोस्ट कति भन्नुभएको थियो उहाँले 4100 खै कति 4100 समथिङ त्यति भन्नुभएको थियो। बट अनि आजभोलि डिस्काउन्ट चलिरहेछ म्याम, अनि त्यही भएर हामीले त्यो बुकलाई चाहिँ 2490 दिने गरेर चाहिँ भन्दै हुनुहुन्थ्यो। सो मैले भने कि मलाई लिनु छ एकदमै, मैले खोजेको किताबहरू भेटाएँ, मैले एकदम बरु डिस्काउन्ट गर्न सकिन्छ भने गरिदिनुहोस् हैन। अनि त्यसमा रिच एन्ड पुअर ड्याड नरहेछ, मैले त्यो पनि खोजिरहेको थिएँ। हजुरसँग छ भने एड गरिदिनुहोस् न है म्याम भने उहाँलाई। अनि उहाँले सबै बुकहरू मिलाएर चाहिँ मलाई दिनुभयो 2800मा। यदि यो अफर भनेको एउटा लिमिट टाइमसम्म, एउटा लिमिटेड टाइमको लागि मात्र छ। हजुरहरू पनि लिन चाहनुहुन्छ भने म चाहिँ लिङ्क राखिदिन्छु, त्यो पेजको लिङ्क राखिदिन्छु। अनि हजुरहरू पनि त्यसमा कल मेसेज गरेर बुकहरू अर्डर गर्न सक्नुहुन्छ। अर्डर गरेको यदि हजुरलाई छिटो नै चाहिएको छ भने अर्डर गरेको 2nd या 3rd डेमा म्याक्सिमम पुगिहाल्छ है। मिनिमम म्याक्सिमम त्यतिमै पुग्छ, धेरै टाइम लाग्दैन। अनि एकदमै राम्रो लाग्यो। डेलिभरी सुविधा पनि एकदमै राम्रो, फ्री डेलिभरी छ है। कस्ट भनेको यसको मात्र बुकहरूको मात्र लाग्यो। अनि त्यसपछि एकदम राम्रो के, म यति खुसी छु, म पढ्नलाई यति इन्ट्रेस्टेड। माई गॉड मलाई यो कपडा यताउति भन्दा नि यस्तो कुराहरू एकदमै इन्ट्रेस्ट लाग्छ कि अब यो बुकहरूलाई एक एक गरेर पढेर यो भित्र के छ भनेर बिस्तारै अर्को भिडियोमा हजुरहरूलाई भन्दै गर्छु है त। अहिलेलाई यति नै, बाई।